आसन एकछिन रोक्नु छोडी फाइनली काँक्रे बिहार टेम्पल मन्दिरमा पुगेका छौँ। यहाँ चाहिँ एकदमै राम्रो रहेछ। हामी अब यतादेखि खाजा खान पाउँछौँ टक्क पारेर। यहाँ पिउने पानीनिर पुगेका छौँ। यहाँ एकदमै राम्रो हुने दृश्य रहेको छ। हामी यहाँको बिहार टेम्पल मन्दिरको चाहिँ हामी फाइनली पुगिसकेका छौँ। देख्दै रहेको छ यस्तो राम्रो वाउ वन्डरफुल। फाइनल्ली हामी चाहिँ यहाँ पुगिसक्यौँ। काँक्रे बिहारको पछाडि यता जङ्गलतिर आएको छौँ। बाइक पार्किङ चाहिँ टक्क हामीले यहाँनिर गऱ्यौँ। झोला छ यहाँनिर हेलमेट अनि टक्क लाएर हामी यता जान्छौँ। यहाँ मेरो साथी दोस्तले हामीले खाजा लिएर आएको छौँ। टक्क यो चाहिँ यसको नाम के अरे? यसको नाम हो यो हामीले लन्डनबाट ल्याएको छौँ निम्बु पानी। यो चाहिँ हामीले बेलायतको मिरिन्डा है। मिरिन्डा दुकानदारदेखि ल्याएको है। टक्क हामी अहिले बस्छौँ। अरू आइटम के छ? यो चाहिँ लन्डनबाट ल्याएको। अरू चाहिँ वाइवाई चाहिँ नेपालको होला हैन? वाइवाई चाहिँ नेपाल हो। गिलास कतिवटा छ? गिलास हामीसँग 2 जना भए पनि हामी 4 जना छौँ। तर हामी टक्क हामी चाहिँ हामीसँग चाहिँ अब प्रायः जस्तो यहाँ चाहिँ अब गर्लफ्रेन्ड बोयफ्रेन्ड घुम्न आउँछन्। हामी चाहिँ अब एकदमै के भनौँ इमान्दारी भएर होला हैन? हामी एकदम मिल्ने साथी भएर टक्क 2टा गिलास छ, 2टा चाहिँ एक्स्ट्रा छ। यो चाहिँ खासमा चाहिँ अब 2 जना गरेर आउँछन्। तर हामी चाहिँ विशेष अब अलिकति अरूभन्दा फरक व्यक्ति भएको कारणले गर्दाखेरि हामी एकदमै यसरी घुम्न आएको छौँ। अब टक्क हामी यसलाई खान्छौँ बिस्तारै। तल यहाँको चाहिँ चिसो हावा पनि चल्दो रहेछ। टक्क भ्यू हेर्दै रमाइलो रहेछ जङ्गल वरिपरि। तलतिर देख्नु सक्नुहुन्छ गाउँ। यो चाहिँ चाउचाउ। यहाँ के छ यो हाम्रो चिज बल हो है गाइस। यो देखाउ त। यो चिप्स अनि यो कुरकुरे छ। चाउचाउ यहाँ 2टा छ। टक्क हामीले चाहिँ यहाँ हालिसक्यौँ। हामी यस्तो टेस्ट गरेर सस खाउँ त नि झ्याप्प। अब झ्याप्प खान्छौँ हामीले चाहिँ। अब चाहिँ हामीले खाँदैछौँ है। हामीसँग चाहिँ अहिले 2वटा आइटम भइसकेको छ है। हातमा लचिस मेरो साथी बलामी दाई भन्यो पनि साथी भन्यो पनि है। टक्क इन्जोय तरिकाले खाइरहेको छौँ। तपाईँहरू पनि टाइम मिलाएर यसो आउनुहोस् होइन? हजुर मिठो छ। बाँकी अर्को नेक्स्ट